पहिलो र दोस्रो विश्वयुद्धमा युद्ध पराक्रम देखाएर 13 नेपाली युवाले भिक्टोरिया क्रस पाए। भिक्टोरिया क्रस बेलायत सरकारले दिने महत्त्वपूर्ण पदक हो। विश्वयुद्ध लडेका हाम्रा पुर्खाले देखाएको साहस र पराक्रमका कारण आजसम्म पनि हामी वीर नेपालीका रूपमा संसारभर चिनिन्छौँ। तर नेपालीहरू वीर मात्र होइन, दया र मनका पनि धनी हुन्छन्। पहिलो नेपाली भिसी विजेता कुलवीर थापाको कथा पल्टायो भने यो कुरा पुष्टि हुन्छ। 25 नोभेम्बर 1915 दक्षिण फ्रान्सको फाक्यु साटको युद्ध मैदानमा दोहोरो बम बारुद र गोली बर्सिरहेको थियो। युद्धमा दुवै पक्षका सिपाही गोली लागेर भक्काभक ढलिरहेका थिए, तर कुलवीरले त्यसको कति पनि परवाह नगरी घाइते अवस्थामा पनि आफ्नो साथीलाई बचाए। युद्ध भूमिमा आफै घाइते थापाले ज्यानको बाजी थापेर आफ्नो साथीलाई मात्र बचाएनन्, नेपाली दया र मनको पनि धनी हुन्छन् भनेर सारा विश्वलाई नै सन्देश दिए। मनकारी कुलवीर थापा र भिसी पदकबारे यो भिडियोमा हामी विस्तृतमा चर्चा गर्दैछौँ। एकैछिन भिक्टोरिया क्रस विजेता गोर्खाहरूबारे चर्चा गर्नु अघि हामी नेपाली युवाहरू कसरी विश्वयुद्ध लड्न पुगे बुझौँ। सन् 1857 मे महिनामा अङ्ग्रेज सरकारसँग देशी सैनिकहरू भड्केकाले भारतमा यस्तो उपद्रव आइलाग्यो कि त्यहाँका प्रमुख सहरहरू एकाएक अशान्त बने। अङ्ग्रेज शासन विरुद्ध भारतीय सिपाहीले गरेको उक्त विद्रोह इतिहासमा लखनऊ विद्रोहका रूपमा चिनिन्छ। ब्रिटिस भारतमा सिपाही विद्रोह हुँदा जङ्गबहादुर आफै फौजको कमान्ड गरेर सहयोगका लागि लखनऊ र इलाहाबाद पुगेका थिए। कम्पनी सरकारका कतिपय स्थानीय सेनाहरूले सामूहिक रूपमा अङ्ग्रेज विरुद्ध हमला गरेका थिए। जङ्गबहादुर कम्पनी सरकारको सङ्कटको त्यस घडीमा मलाउ, सिरमुर आदि स्थानीय पल्टन साथै 12,000 गोर्खाली सिपाहीको नेतृत्व गरेर अङ्ग्रेजको सहयोगमा पुगेका थिए। जङ्गबहादुरले लिएर गएको फौजसँगै अङ्ग्रेजको सहयोगमा 20,000 नेपाली फौज लखनऊ विद्रोह नियन्त्रण गर्न पुगेको इतिहास भेट्न सकिन्छ। यसरी गोर्खा सैनिकको साथ पाएर अङ्ग्रेजले भारतमा 100 वर्ष पुरानो उपनिवेश कायम राखिरहन सफल भएको थियो। अब जङ्गबहादुर राणा र नेपाल अङ्ग्रेज सम्बन्ध कसरी सुरु भएको थियो इतिहास बुझौँ। सन् 1856 भएको कोत पर्व र भण्डारखाल पर्वपछि जङ्गबहादुरको शक्तिमा उदय भएको थियो, जुन हत्याकाण्ड क्रूर हत्याकाण्डको रूपमा इतिहासमा चित्रित छ। सन् 1850 प्रधानमन्त्रीको रूपमा जङ्गबहादुरले पहिलो पटक बेलायत भ्रमण गरेका थिए। यो भ्रमणपछि जङ्गबहादुरको सम्बन्ध अङ्ग्रेजसँग मजबुत भयो। 104 वर्षीय राणाकालीन शासनमा राणाहरूले अङ्ग्रेजहरूलाई मनाउन हर तरहले प्रयास गरेका थिए। जङ्गबहादुर राणाको पालादेखि नै ब्रिटिसले नेपाली युवाहरूलाई भर्तीका लागि माग गरेको इतिहासकारहरू बताउने गर्छन्। जङ्गबहादुरको जीवन यात्रा किताबमा लेखक पदम शमशेर लेख्छन्, सन् 1857 को मे महिनामा पहिलो दङ्गा सुरु भएको केही दिनपछि नै जङ्गबहादुरले सिपाही विद्रोहबारे सुन्नासाथ नेपालको सम्पूर्ण सैनिक बल ब्रिटिस सरकारको हातमा सुम्पिदिने प्रस्ताव राखेका थिए। भारत प्रवेशसँगै नेपाली सेनाले चर्को दमन सुरु गर्यो। असङ्ख्य सिपाही र विद्रोही मारिए, कतिपय लखेटिए। लखनऊमा 15 दिनसम्म गोर्खालीहरूले लगातार युद्ध गरेपछि विद्रोह रोकिएको थियो। त्यसपछि नेपाल अङ्ग्रेज सम्बन्धले नयाँ उचाइ पाएको थियो। स्थानीय नाउँबाट पुकारिने सिरमुर, नासिरी आदि गोर्खा पल्टनको छुट्टै अस्तित्व कायम भयो। गोर्खाहरू सिपाहीबाट राइफलम्यान बने। गोर्खा रेजिमेन्ट सोझै ब्रिटिस राजमुकुटको हिस्सा बन्न पुग्यो। सन् 1914 प्रथम विश्वयुद्ध सुरु भएपछि राणा प्रधानमन्त्री चन्द्र शमशेरले ब्रिटिस सरकारलाई सहयोग गर्न चाहेको खबर पठाएका थिए। उनीहरूले सहयोग लिने भएपछि 7,500 सैनिक भारततर्फ पठाए। चन्द्र शमशेरले अङ्ग्रेजलाई खुसी बनाउन विभिन्न जिल्लाबाट युवाहरूलाई भारततर्फ पठाएका थिए। खास गरी गुरुङ, मगर, राई, लिम्बू युवाहरूलाई युद्धमा लड्न पठाएका थिए। उनीहरूले ब्रिटिस गोर्खा फौजबाट युरोप, टर्की, मेसोपोटामिया लगायतका देशमा बहादुरी देखाए। सन् 1914 देखि 18 सम्म चलेको प्रथम विश्वयुद्ध र 1939 देखि 45 सम्म चलेको दोस्रो विश्वयुद्धमा 2 लाख बढी गोर्खाली युवाहरू सामेल थिए। युद्धको समयमा दुश्मनको अगाडि अद्वितीय शौर्य प्रदर्शन गर्ने बहादुर लडाकुलाई प्रदान गरिन्छ भिसी पदक।
इन्डियामा बेलायतको उपनिवेश छँदै साम्राज्ञी महारानी भिक्टोरियाले सन् 1856 जनवरी 29मा भिसी पदकको स्थापना गरेकी थिइन्। स्थापनाको 2 वर्षपछि रसियाको क्रिमिया युद्धमा लडेकाहरूलाई युद्ध इनामबाट विभूषित गरिएको थियो। डाक्टर चन्द्रबहादुर गुरुङद्वारा लिखित भिक्टोरिया क्रस विजेता गोर्खा नामक किताबमा हालसम्म 1356 जनालाई भिसी पदक दिइएको उल्लेख छ। सन् 1994 देखि 18 सम्म चलेको प्रथम विश्वयुद्धमा राइफलम्यान कुलवीर थापा सहभागी भएर पहिलो भिसी पाउने गोर्खाली बने। उनीपछि राइफलम्यान कर्णबहादुर राणाले पहिलो विश्वयुद्धमा भिसी पाउने व्यक्ति थिए। सन् 1939 देखि 45 सम्म चलेको द्वितीय विश्वयुद्धमा सुबेदार लाल बहादुर थापाले भिसी पदक पाएका थिए। त्यसपछि हवलदार गजेगले, राइफलम्यान गन्जु लामा, राइफलम्यान तुलबहादुर पुन, नायक अगमसिंह राई, राइफलम्यान भानुभक्त गुरुङ, राइफलम्यान लक्ष्मण गुरुङले भिसी पदक पाए। द्वितीय विश्वयुद्धपछि मरणोपरान्त जमदार नेत्रबहादुर थापाले भिसी पाए। राइफलम्यान शेरबहादुर थापा, राइफलम्यान थमन गुरुङले पनि भिसी पाए। विश्वयुद्धपछि लान्स कर्पोरल रामबहादुर लिम्बूले भिसी पदक पाएका थिए। पहिलो नेपाली भिसी विजेता राइफलम्यान कुलवीर थापाको जन्म सन् 1888 डिसेम्बर 15मा बागलुङको निगालापानी भन्ने ठाउँमा भएको थियो। पढ्न लेख्न नपाउँदै सानै उमेरमा लाहोर हिँडेका कुलवीरलाई जन्म मिति नै थाहा थिएन। ब्रिटिसहरूले नै रेड बुकमा उनको जन्म मिति लेखिदिएका थिए। 26 सेप्टेम्बर 1915मा फ्रान्समा भएको युद्धमा राइफलम्यान कुलवीरले गोर्खा लडाकुको रूपमा पहिलो भिक्टोरिया क्रस पाएका थिए। बागलुङको विकट गाउँमा जन्मिएका उनी गाउँले परिवेशमै हुर्किए। उनको पारिवारिक अवस्था पनि सामान्य नै थियो। त्यो बेला यातायातको साधन थिएन। भर्ती हुन सुनौली नौतनुवासम्म पैदलै जानु पर्थ्यो। बागलुङको पहाडी इलाकामा जन्मिएका कुलवीर आर्मी जोइन हुन भारतीय सिमाना नौतनुवासम्म पैदलै हिँडेर गएका थिए। पर्वत र गुल्मीको सिमानामा पर्ने मिर्मी घाटबाट काठीढुङ्गा चढेर स्याङ्जा झर्नु पर्थ्यो। गल्याङबाट भन्ज्याङ, रामदी, तुलसी भन्ज्याङ, सिस्ने खोला हुँदै दोभान खसौली पुगिन्थ्यो। खसौलीदेखि सुनौलीसम्म घना जङ्गल पैदलै हिँड्नु पर्थ्यो। बाटोमा बिच्छी सर्पले डसेर औलो लागेर मान्छेहरू मर्थे। त्यो समयमा तराईमा औलो लागेर मर्ने डरले मान्छेहरू तराईमा बसाइ सराई नै गर्दैन्थे। भारतीय सिमाना नौतनुवा आइपुगेपछि मात्रै रेल चढ्न पाइन्थ्यो। त्यो समयमा राणाको हुकुमी उर्दी बमोजिम मुखियाहरूले गाउँमा कटुवाललाई भर्तीको लागि सूचना दिन लगाउँथे। भर्तीका लागि गाउँले ठिटाहरू गल्लावालको पछि लागेर मुगलान लाग्थे। कुलवीर पनि त्यसरी नै भर्ती हुन पुगे। राइफलम्यान कुलवीरले तेस्रो गोर्खा राइफल्सको पहिलो बटालियनमा सैनिक तालिम गरे। तालिमपछि तेस्रो गोर्खा राइफल्सको दोस्रो बटालियनमा खटिए। सेप्टेम्बर 1915मा फ्रान्समा तैनात इन्डियन कोरलाई जर्मन सेनाले कब्जा जमाइरहेको थियो। लुजको नजिक नेप चपलमा तुरुन्त हमला गर्ने आदेश थियो। त्यो पोजिसन कब्जाको लागि 7औं मेरठ डिभिजन अन्तर्गतको गढवाल रेजिमेन्ट र 3rd गोर्खा राइफल्सलाई आदेश भयो। युद्ध नियम अनुसार त्यो ज्यादै सामरिक महत्त्वको पोजिसन थियो। जर्मनको सबै खाली सम्पर्क विच्छेद गराउनु हमलाको पहिलो उद्देश्य थियो। युद्धमा ग्यासको प्रयोग हुने अधिक सम्भावना भएकाले सेनाहरूलाई नकाब लगाएर युद्धभूमिमा तैनात गराइएको थियो। दुवैतर्फबाट मेसिन गन र आर्टिलरीको भारी गोलाबारी भयो। तर जर्मनले ट्रेन्चको तारबार भने छिचोल्न सकेन। यस युद्धमा गढवाल रेजिमेन्ट र 2nd 3rd गोर्खा राइफल्सले ठुलो क्षति बेहोर्नु पर्यो। कैयौँ युद्धमा मारिएर कैयौँ घाइते भए। भाग्यवश कुलवीर त्यस हमलामा बाँच्न सफल भए। दक्षिण फ्रान्सको युद्धभूमिमा राइफलम्यान थापा आफै घाइते थिए। तर एकजना गम्भीर घाइते गोरा सिपाहीलाई रातभर रुङ्दै बसे। सिपाही 2nd लेसिस्टासायर रेजिमेन्टका थिए। बिहानको मिरमिरमा उनले गोरालाई काँधमा बोकी सुरक्षित ठाउँमा लगे। त्यसरी नै उनले फायर मुनि 2 जना घाइते गोर्खा सिपाहीहरूलाई पनि पालै पालो उद्धार गरे। भीषण बमबारी भइरहेको युद्ध मैदानमा मानवीय तथा साहसिक काम गरेको भन्दै उनले भिक्टोरिया क्रस पाए।
उनलाई भिक्टोरिया क्रस दिलाउनका लागि 39औं गढवाल राइफल्स र लेसिस्टासायर रेजिमेन्टको गोरा अफिसरको बलियो सिफारिस थियो। भिसी तकमा पाएका कुलवीरपछि राइफलम्यानबाट हवलदारमा पदोन्नति भए। उनको सम्मानमा लन्डनको प्रिन्सेस गार्डनमा शालिग प्रतिस्थापन गरिएको छ। थापाको शालिग इतिहासको सम्झनाका रूपमा अझै पनि त्यो पार्कमा उभिरहेको छ। वीरताको कथाले गोर्खालीको नाउँ संसारभर फैलिएको छ। संसार जित्न कसिएका शासक हिटलरले पनि गोर्खा फौज आफूसँग भए संसार जित्न सक्छु भनेर भनेका थिए। भारतीय आर्मी अफिसर सैम मनेस्काले पनि यदि कुनै मान्छे मर्नबाट डराउँदिन भनेर भन्छ भने कि त्यो मानिस झुट बोल्दैछ कि त्यो गोर्खाली हुनुपर्छ भनेर भनेका थिए। पहिलो र दोस्रो विश्वयुद्धमा प्रदर्शन गरेको शौर्यका कारण नेपालीहरू अहिले पनि संसारभर वीरहरूका रूपमा चिनिन्छन्। 200 वर्ष अघि सुरु भएको नेपाल अङ्ग्रेज नाता अहिले पनि गोर्खा भर्ती मार्फत जोडिरहेको छ। अहिले पनि ब्रिटिस आर्मीमा नेपाली युवा भर्ती हुनका लागि लामबद्ध छन्। वर्षेनी 100 युवा भर्ती भएर ब्रिटिस आर्मीमा गइरहेका छन्। वर्षेनी हजारौंले तयारी पनि गरिरहेका छन्। भिसी विजेता कुलवीर थापाको कथामा आधारित गोर्खा बिनिथ द ब्रेभरी नामक फिल्म पनि बनेको छ। यिनै वीरताको गाथाले आजसम्म पनि नेपाल वीरहरूको देश भनेर चिनिन्छ। झट्ट नेपाल भन्ने बित्तिकै गोर्खा र वीरहरूको देश भनेर चित्र मानसपटलमा आइहाल्छ। संसारभरि वीरको देशका रूपमा कहलिएको नेपाली वीर मात्र होइन, दया र मनका पनि धनी छन्। युद्ध भूमिमा आफ्नो ज्यान खतरामा राखेर पनि अर्काको ज्यान बचाएर भिसी कुलवीर थापाले यो प्रमाणित गरिदिएका छन्। युद्ध भूमिमा आफ्नो ज्यानको बाजी राखेर साथीको ज्यान जोगाउने हिम्मत चान्चुने होइन। युद्ध भूमिमा ज्यानको बाजी लगाएर नेपालीलाई वीरको देश त हो नै, मनकारी र दयालु मन भएकाहरूको पनि देश हो भनेर भिसी थापाले चिनाइदिएका छन्। दिवंगत भिसी कुलवीर थापालाई हामी हार्दिक सम्मान व्यक्त गर्दछौँ। भिडियो हेरिसकेपछि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला अनि लाइक, कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोला।